कुनै पनि क्षेत्रमा तपाईँ लाग्नुभयो भने भनेकै दिन सफलता प्राप्त हुन्छ भन्ने हुँदैन, सफलता प्राप्त हुँदैन भन्ने पनि हुँदैन। यो दुईटा कुराबाट हट्ने। यही दिन यही यही समयमा हुन्छ भन्ने हुँदैन, हुँदैन भन्ने पनि हुँदैन। भनेपछि तपाईँको निरन्तरको मेहनत, सफलता ग्यारेन्टी गरिन्छ तपाईँको निरन्तर मेहनत, अभ्यास र तपाईँको आफ्नो समर्पण। त्यो विषयवस्तुमा तपाईँले कसरी समर्पण गरेर तपाईँ लाग्नु पर्यो। अनि अब कतिपय कुरा चाहिँ तपाईँलाई यो अवसर, संयोग, भाग्य जे भन्नुहोस्, यो सबै यो पहिला निरन्तर मेहनत अनि अभ्यास, समर्पण, तपाईँको चाहिँ मेहनत, यो लगावले त्यसमा तपाईँको संयोग र भाग्य मिलाइदिन तपाईँको सफलता प्राप्त हुन्छ। भनेपछि सफलता खोजी गर्ने मान्छेले असफलताको पनि त्यो त आफ्नो कुन टाइम मिल्छ, कुन समय मिल्छ, त्यो सबै कुरा एनालाइज गरेर भर्ना गर्ने नि, त्यसमा समस्या भएन। र निरन्तर त्यो सफलताले तपाईँलाई सफलता दिलाउने हो।